नाभि राजा जानुभयो। नाभि राजा पाल्नु भएपछि माने अर्थात् अग्निद्र राजा गएपछि नाभिले राज्य गरे। नाभिको सन्तान नहुनाको कारणले पुत्र प्राप्तिको निमित्त पुत्रेष्टि एक आयोजना गरे। त्यस ठाउँबाट छोरा पैदाको निमित्त प्रार्थना गर्दा भगवान स्वयं तिम्रो पुत्र भएर मै पैदा हुन्छु भन्ने यस्तो किसिमले आज्ञा गर्दै भन्न लाग्नुभयो। भैमा झरन हरे भैमा झरन भैमा झरन हरे भैमा झरन दुःख पर्यो हामीलाई रक्षा गर्न। दुःख पर्यो हामीलाई रक्षा गर्न। दुःख पर्यो हामीलाई